Hello everyone, welcome to Medical Education Nepal. I am Dr. Asif Ansari and आजको भिडियोमा हामी डिस्कस गर्नेछौँ नोबेल प्राइज जुन 2025 मा मेडिसिन और फिजियोलोजी सब्जेक्टमा तीनवटा साइन्टिस्टलाई दिएको थियो त्यो डिस्कभरीको बारेमा आज हामी डिस्कस गर्नेछौँ। सो हाम्रो टाइटल छ पेरिफेरल इम्युनोलोजिकल टलरेन्समा। पेरिफेरल इम्युनोलोजिकल टलरेन्समा तीनटा साइन्टिस्ट दुईटा देशका तीनटा साइन्टिस्ट मिलेर डिस्कभरी गरेका थिए। सो सर्वप्रथम हामी साइन्टिस्टको नाम जानौँ। यसमध्ये अमेरिकन साइन्टिस्ट दुईटा छन्, म्यारी ई ब्राउनको र फ्रेड र्याम्सडेल सर, र जापानबाट हाम्रो छन् प्रोफेसर सिमोन साकागुची सर। सो पेरिफेरल इम्युनोलोजिकल टलरेन्स जान्नुभन्दा अगाडि हामी बेसिक्समा आउँ। वाट इज इम्युनिटी? सो इम्युनिटी भन्नाले के हो? यो एउटा मान्छे हो, दिस इज अ ह्युमन बिङ, एन्ड सपोज यो ह्युमन बिङ एउटा बाटोमा हिँडिरहेको छ। यो एउटा बाटोमा हिँड्ने या बाटोमा जुन एयर छ, एयरमा चाहिँ धेरै यसो पार्टिकल्सहरू हुन्छन्, ब्याक्टेरिया भयो, भाइरस भयो, फङ्गस भयो। यो हिँड्ने बाटोमा चाहिँ धेरै जसो वर्म्सहरू होला, टेपवर्म होला, हुकवर्म होला, प्यारासाइट्सहरू होला, हैन? त योहरू के गर्छन्? योहरू यदि हाम्रो बडीभित्र छिर्यो भने यिनीहरूले के गर्छन्? डिजिज गर्छन्। सो यो ब्याक्टेरिया, भाइरस, फङ्गस, प्यारासाइट यिनीहरूलाई के भन्छ? एन्टिजेन। यो एन्टिजेन और फरेन बडी इन लेमन ल्याङ्ग्वेज जब हाम्रो बडीभित्र छिर्छ तब यसले के गर्छ? डिजिज गर्छ, रोग गर्छ। त यो डिजिजसँग बच्नको लागि हाम्रो शरीरमा कुन सिस्टम काम आउँछ? इम्युन सिस्टम। यो इम्युन सिस्टमले हाम्रो बडीलाई एज अ डिफेन्स यसले गर्छ बाहिरको अर्गानिजमहरूबाट। सो यो इम्युन सिस्टमले के गर्छ? जब एउटा एन्टिजेन, ब्याक्टेरिया, भाइरस, फङ्गल यो जब हाम्रो शरीरभित्र छिर्छ त्यो बेला हाम्रो इम्युन सिस्टमले एउटा इम्युन रेस्पोन्स गर्छ। इम्युन रेस्पोन्स गरेर यसले एन्टिबडी फर्म गर्छ र यो एन्टिबडी चाहिँ फाइट गर्छ एगेन्स्ट विथ द एन्टिजेन एन्ड डिजिजलाई निको पार्छ। सो एन्टिजेन भन्नाले के भयो? जसले डिजिज गर्छ, र एन्टिबडी के भयो? जसले हामीलाई निको गर्छ, क्योर्स गर्छ। ओके, सो यति हजुरले बुझ्नु भएको होला। अब आउनुहोस्, यो इम्युनिटी दुई खालको छ। एउटा भयो हाम्रो इन्नेट इम्युनिटी र एउटा भयो एक्वायर्ड इम्युनिटी। इन्नेट इम्युनिटी भन्नाले जुन बाई बर्थ हामीसँग छ, जसो हाम्रो स्किनको ब्यारियर, हाम्रो स्किनको यो जुन ब्यारियर छ यसले चाहिँ धेरै जसो अर्गानिजमहरूबाट हामीलाई प्रोटेक्सन गर्छ। सिमिलरली हामी जब खाना खान्छौँ, खानामा विभिन्न ब्याक्टेरिया, भाइरस हुनसक्छ, त्यसलाई चाहिँ न्युट्रलाइज गर्छ कसले? हाम्रो पेटमा खाना चाहिँ हाम्रो पेटमा गएपछि हाइड्रोक्लोरिक एसिडले त्यसलाई न्युट्रलाइज गर्छ ड्यु टु इट्स पिएच। यो भयो इन्नेट इम्युनिटी जुन बाई बर्थ हामीले पाएका छौँ। र एक्वायर्ड इम्युनिटी के हो? जुन जन्मपछि आफ्टर बर्थ हामीले एड्याप्ट गर्छौँ यो इम्युनिटीलाई। अब यो पनि दुई टाइपमा छ, एउटा भयो नेचुरल, एउटा भयो आर्टिफिसियल। नेचुरल भयो जुन हामी एउटा एन्टिजेनबाट बिमार भएर हामी रिकभरी गऱ्यौँ, त्यो भयो नेचुरल एक्वायर्ड इम्युनिटी। र आर्टिफिसियल कुन भयो? भ्याक्सिनको माध्यममा। एउटा इक्जाम्पल दिएर हजुरलाई बुझाउँछु। जस्तो हामीले लास्ट भिडियोमा पढेको थियो, मिजल्स रुबेला एउटा भ्याक्सिन छ। यदि एउटा मान्छेले एमआरको भ्याक्सिन लिएको छैन, सपोज, ठिक छ, एमआरको भ्याक्सिन लिएको छैन र त्यसलाई एमआर भयो भनेर सपोज त्यसलाई मिजल्स भयो। अब यो मिजल्स जब कसरी भयो? मिजल्सको जुन अर्गानिजम छ त्यो चाहिँ के भयो? बडीभित्र छिर्यो, त्यो एन्टिजेन बडीभित्र छिर्यो, त्यो एन्टिजेनको एगेन्स्टमा एन्टिबडी फर्म भयो एन्ड देन रिकभरी भयो। सो यसलाई के भन्छौँ? यसलाई भन्ने नेचुरल्ली एक्वायर्ड इम्युनिटी। तर एउटा मान्छेले के गरेछ? भ्याक्सिन लिएको छ एमआरको, जुन हाम्रो नेसनल इम्युनाइजेसन सेड्युलमा छ, सबै बच्चाले लिने गर्छन्। सो एमआरको भ्याक्सिन लिएको छ। यदि लिएको छ, लिएर त्यसले के गर्यो? लिएर त्यसले इम्युनिटी डेभलप गर्यो। यसलाई भन्छौँ हामी आर्टिफिसियली एक्वायर्ड इम्युनिटी। ओके, सिमिलरली कोभिड-19 पनि त्यस्तै हो। यसको पनि एन्टिजेन बडीभित्र छिरेर एन्टिबडी फर्म गर्छ र यसले हामी के गर्छौँ?
आइदर नेचुरली एक्वायर्ड इम्युनिटी भयो और आर्टिफिसियली जुन भ्याक्सिनको माध्यमले हामीहरूले म्याक्सिममले लिएका छौँ। अब आउनुहोस्, यति त हजुरले बुझ्नु भएको होला। यो एउटा बडी भयो, बडीभित्र यदि एउटा एन्टिजेन छिर्यो भने ब्याक्टेरिया भाइरस जे नि त्यसले के गर्छ, हाम्रो इम्युन सिस्टमलाई ट्रिगर गर्छ र इम्युन सिस्टमले के गर्छ, इम्युन रेस्पोन्स गर्छ र यो इम्युन रेस्पोन्स गरेर यसले एन्टिबडी फर्म गर्छ एन्ड फाइट्स द इन्फेक्सन। अब आउनुहोस् यो इम्युन रेस्पोन्सको बारेमा। यो इम्युन रेस्पोन्स कसरी हुन्छ, के हुन्छ बुझ्ने, यसभन्दा पहिला हामी बुझ्छौँ हाम्रो जुन ब्लड छ, ब्लडमा 55% चाहिँ के छ, प्लाज्मा छ। यो प्लाज्माभित्र के छन्, वाटर भइहाल्यो, म्याक्सिमम त वाटर नै छन्, त्यसपछि प्रोटिन्सहरू भइहाल्यो, एल्बुमिन, ग्लोबुलिनहरू र सम इलेक्ट्रोलाइट्सहरू छन् लाइक सोडियम, पोट्यासियम, क्लोराइड हैन। सो र बाँकी 45% चाहिँ के छ, फर्म एलिमेन्ट्स और सेल्सहरू। कुन कुन सेल छन्, आरबिसी, डब्लुबिसी र प्लेटलेट्स। डब्लुबिसीमा हेर्नुहोस् त दुई प्रकारका डब्लुबिसी छन्, हामीले पढेका छौँ। यस्तो डब्लुबिसी जसमाथि ग्रान्युल्सहरू छन् त्यसलाई के भन्ने हामी, ग्रानुलोसाइट्स। र जुन डब्लुबिसीमा व्हाइट ब्लड सेलमा चाहिँ ग्रानुल्सहरू हुँदैनन् त्यसलाई के भन्छौँ हामी, ए ग्रानुलोसाइट्स। अब फर्दर यो ग्रानुलोसाइट्स पनि 3 प्रकारका छन्, न्युट्रोफिल, इसिनोफिल, बेसोफिल। र ए ग्रानुलोसाइट्स के छ, 2 प्रकारका छन्, लिम्फोसाइट्स र मोनोसाइट्स। आजको हाम्रो इन्टायर डिस्कसन यो लिम्फोसाइट्समै छन्। ओके, अब आउँ, लिम्फोसाइट्स पनि 3 प्रकारका छन् सेल्स। ओके, बी सेल, टी सेल एन्ड एनके सेल और नेचुरल किलर सेल जसलाई भन्छौँ। बी सेल पनि अब फर्दर 2 प्रकारका छन्, प्लाज्मा सेल र मेमोरी बी सेल। सरी, अब हेर्नुहोस् यो बी सेल र टी सेल, यो दुवै सेल के छ, हाम्रो ओरिजिन कहाँबाट हुन्छन्, बोन म्यारोबाट हुन्छन्। तर म्याचुरेसन हेर्नुहोस्, बी सेल जुन छ यो ओरिजिन पनि बोन म्यारोबाट र म्याचुरेसन पनि बोन म्यारोबाट। तर टी सेल चाहिँ हेर्नुहोस् त, यो ओरिजिन भयो कहाँ, बोन म्यारोबाट, तर म्याच्योर हुन्छ कहाँ, यो थाइमस ग्ल्यान्डमा। ओके, अब आउनुहोस् यो टी सेल पनि अहिलेसम्मको यहाँको डिस्कसनसम्म 2 प्रकारका छन्, T4 और CD4 टी सेल जसलाई हामी हेल्पर टी सेल पनि भन्छौँ, र अर्को छन् CD8 और T8 टी सेल जसलाई हामी किलर टी सेल पनि भन्छौँ। अब हेर्नुहोस् यो जुन इम्युन रेस्पोन्स भइरहेछ बडीमा, त्यो कसरी के भइरहेछ त्यो हामी अलि डिटेलमा जान्छौँ। यो एउटा एन्टिजेन भयो, ब्याक्टेरिया, भाइरस, फङ्गस, प्यारासाइट्स। यो एन्टिजेन के भयो, बडीभित्र छिरेपछि के हुन्छ हेर्नुहोस्, छिरेपछि यो डाइरेक्ट इम्युन सिस्टमले चाहिँ डाइरेक्ट जुन टी सेल छ, टी सेलले यसलाई डाइरेक्ट किल गर्दैन। पहिला के हुन्छ, यो एन्टिजेनलाई ब्रेकडाउन गर्छ एपिसीले। यो एपिसी के हो, एन्टिजेन प्रेजेन्टिङ सेल। यो डिफ्रेन्ट पेप्टाइड यसले के गर्छ, यसले ब्रेकडाउन गर्छ। ब्रेकडाउन गरेर यसले के गर्छ, यो एपिसीमा यसले पेप्टाइड फर्म गर्छ, सानो सानो पेप्टाइड। यो पेप्टाइडलाई होल्ड गर्छ यो एपिसीसँग कसले, एमएचसीले। यसलाई भन्छ मेजर हिस्टोकम्प्याटिबिलिटी कम्प्लेक्स। यो पनि 2 प्रकारका छन्, MHC1 र MHC2। यसको टाइप्सको इम्पोर्टेन्ट हामी पछि पढ्छौँ। अब हेर्नुहोस् त्यो के भयो, यो यसको काम नै के छ भने यो टी सेललाई प्रेजेन्ट गर्छ, एन्टिजेन प्रेजेन्टिङ सेल। अब यहाँ हेर्नुहोस्, एन्टिजेन प्रेजेन्टिङ सेलमा पेप्टाइड फर्म भएर यसलाई होल्ड गरे कसले, एमएचसीले। अब हेर्नुहोस् यो पेप्टाइड र एमएचसी दुवैको कम्प्लेक्स जुन फर्म भयो यसलाई हामी के भन्छौँ, एन्टिजेन पेप्टाइड कम्प्लेक्स। ओके, पेप्टाइड र एमएचसी को कम्प्लेक्सले के भन्छौँ, एन्टिजेन पेप्टाइड कम्प्लेक्स। सरी, अब हेर्नुहोस् यो एन्टिजेन पेप्टाइड कम्प्लेक्स के गर्छ, जुन टी सेल छ हैन, टी सेलको पनि अब हेर्नुहोस्, टी सेलकोमा पनि यस्तो यस्तो स्पाइक्सहरू छन्। यसलाई हामी के भन्छौँ, प्रोटिन कम्प्लेक्स और क्लस्टर अफ डिफ्रेन्सिएसन। तपाईँहरूले पढ्नु भएको होला CD भनेर, क्लस्टर अफ डिफ्रेन्सिएसन, देयर आर प्रोटिन कम्प्लेक्स। अब यहाँ चाहिँ के छ भने, यहाँ छ TCR, द्याट इज टी सेल रिसेप्टर। यो जुन छ पेप्टाइड, यो के गर्छ, यसको TCRसँग बाइन्ड गर्छ। दुवै बाइन्ड गरेर अनि बल्ल टी सेललाई चाहिँ, टी सेलले के गर्छ, यो एन्टिजेनलाई मार्छ। ओके, अब हेर्नुहोस् मैले जुन भनेको थिएँ MHC1 र MHC2, MHC1 के गर्छ, यो T8सँग बाइन्ड गर्छ, भन्नाले किलर सेलसँग बाइन्ड गर्छ। किलर सेलसँग बाइन्ड गरेर के गर्छ, यसले डाइरेक्टली किल एन्टिजेन।
र एमएससी 2 ले चाहिँ के गर्छ, यसले के गर्छ T4 सँग, T4 के हो हेल्पर सेल हो, त यसले के गर्छ, यसले डाइरेक्टली किल गर्दैन, यसले के गर्छ इनडाइरेक्टली किल एन्टिजेन। अब इनडाइरेक्टली कसरी किल गर्छ, यसले के गर्छ, यसले चाहिँ फेगोसाइटोसिसको माध्यमबाट यसले किल गर्छ र सँगै यसले चाहिँ मेमोरी सेल पनि फर्म गर्छ, एन्टिबडी पनि फर्म गर्छ। सो फर्दर यदि सेम एन्टिजेन अट्याक गर्यो भने यसले चाहिँ रिमेम्बर गर्छ। यो काम बी सेलको पनि हो। ओके, बी सेलको पनि सेम काम हो, एन्टिबडी फर्मेसन र मेमोरी सेल जुन टाइप्समा हामी पढेका थियौँ। सो हामीले के बुझ्यौँ, इम्युनिटी बुझ्यौँ, इम्युन रेस्पोन्सको मेथड बुझ्यौँ। अब आउनुहोस् इम्युनोलोजिकल टोलरेन्स के हो। हाम्रो बडीको इम्युन सिस्टमको एबिलिटी टु प्रिभेन्ट इट फ्रम अट्याकिङ बडीज ओन टिस्यु भन्नाले हाम्रो बडीको जुन इम्युन सिस्टम छ यसले के गर्छ, यसले बाहिरको अर्गानिजमलाई, ब्याक्टेरियालाई यसले एन्टिजेन सम्झेर यसले अट्याक गर्छ। तर हाम्रो बडीभित्र पनि विभिन्न प्रकारका सेल्सहरू छन्। यो सेल्सहरूले यसले के भन्छ, होइन यो हाम्रै सेल हो, यो कुनै फरेन सेल होइन, तर बाहिरबाट आएको सेलहरू के भयो, फरेन बडी भयो, फरेन सेलहरू। त यो जुन हाम्रो बडीको इम्युन सिस्टमको जुन एबिलिटी छ टु प्रिभेन्ट इट फ्रम अट्याकिङ हाम्रो ओन टिस्युलाई यसले फरेन नसम्झेर, आफ्नो टिस्यु सम्झेर अट्याक नगर्ने जुन क्षमता छ त्यसलाई हामी भन्छौँ इम्युनोलोजिकल टोलरेन्स। अब यो इम्युनोलोजिकल टोलरेन्स दुई प्रकारका छन्, एउटा छन् सेन्ट्रल र एउटा छ पेरिफेरल। हाम्रो इन्टायर रिसर्च चाहिँ यो पेरिफेरल इम्युनोलोजिकल टोलरेन्समा छ। अब हेर्नुहोस्, मैले भनेको थिएँ टी सेल जुन छ यो फर्म हुन्छ कहाँ, बोन म्यारोमा, र म्याच्योर हुन्छ कहाँ, थाइमस ग्ल्यान्डमा। अब हेर्नुहोस् थाइमस ग्ल्यान्डभित्र के भइरहेछ, यो टी सेल जुन छ, थाइमस ग्ल्यान्डले हेर्दैछ यो टी सेल जुन छ यो सेल्फ सेललाई यदि अट्याक गरिरहेको छैन भने यसले के गर्छ, यो टी सेललाई म्याच्योर गरेर जाऊ तिमी ब्लडमा जाऊ, तिमी ब्लडमा गएर डब्लुबिसी भनिदिन्छ। तर यदि कुनै टी सेलले सेल्फ सेललाई अट्याक गरिरहेछ भने यसले के गर्छ, यसले एपोप्टोसिसको माध्यमबाट त्यो टी सेललाई मारिदिन्छ। एपोप्टोसिस के हो, इट इज अ प्रोग्राम सेल डेथ। ओके, प्रोग्राम सेल डेथ यसलाई भन्छ, और क्लोनल डिलिसन भन्छ। जुन टी सेल आफ्नै सेललाई यसले बुझ्न सकेको छैन, आफ्नै सेललाई यसले अट्याक गरिरहेछ, त्यस्तो सेलहरूलाई एपोप्टोसिसको माध्यमबाट यसले मारेर नष्ट गरिदिन्छ। ओके, तर अब हेर्नुहोस् कुनै सेल्फ सेल अट्याकिङ टी सेलहरू के गर्छ, यो प्रोसेस स्केप गर्छन्, एपोप्टोसिस एन्ड के गर्छ, यिनीहरू सर्कुलेसनमा गइहाल्छन्, ब्लडमा गएर अनि डिफ्रेन्ट टिस्युमा गएर यसले के गर्छ, सेल्फ सेललाई अट्याक गर्छन् एन्ड कजिङ अटो इम्युन डिसअर्डर। जस्तो कुनै एउटा टी सेल सेल्फ सेललाई अट्याक गर्ने एउटा टी सेल एपोप्टोसिस नगरेर ब्लडभित्र छिर्यो, त्यो ब्लडभित्रबाट त्यो कहाँ गयो, सपोज त्यो गयो पेनक्रियासको बीटा सेलमा, पेनक्रियासको बीटा सेलमा गएर त्यसले के गर्यो, बीटा सेललाई नै अट्याक गर्न थाल्यो। अट्याक गरेपछि के हुन्छ, बीटा सेल नष्ट हुन्छ, मरिहाल्छ। अब बीटा सेलको काम के हो, बीटा सेलको काम हो इन्सुलिन प्रड्युस गर्ने, त इन्सुलिन प्रड्युस हुँदैन। यस्तो बिमारी, यस्तो कन्डिसनलाई हामी के भन्छौँ, टाइप 1 डायबेटिक मेलाइटस। ओके, अब हेर्नुहोस् जुन जापानिज रिसर्च भएको थियो, जापानको जुन प्रोफेसर सरले रिसर्च गर्नुभएको थियो, उहाँले के रिसर्च गर्नुभएको थियो भने एउटा न्यू बोर्न ऱ्याटमा चाहिँ यदि थाइमस ग्ल्यान्ड जुन छ मैले काटेर फालिदिएँ भने थाइमोक्टोमी गरिदियो भने टी सेल्सको सङ्ख्या कम हुन्छ। र 3 दिन कम भएको ऱ्याट, होइन 3 दिन जन्मेको 3 दिन भएको छ, तर 3 दिनभन्दा कम भएको छ भने त्यसमा थाइमोक्टोमी गऱ्यो भने टी सेल्स के हुन जान्छन्, अनकन्ट्रोल भइहाल्छन्। यो अनकन्ट्रोल भएर सेल्फ अट्याक गर्न थाल्छन् र अटो इम्युन डिजिज गर्न थाल्छन्। तर कुनै ऱ्याटमा चाहिँ के थियो भन्दाखेरि मोर देन 3 डेज भएको ऱ्याटहरू, तिनीहरूमा थाइमोक्टोमी गर्दाखेरि, थाइमस ग्ल्यान्ड रिमुभ गर्दाखेरि के देख्यो, टी सेल्सहरू कन्ट्रोलमै छन् भन्नाले कन्क्लुजन के आयो, अन 3rd डे एउटा स्पेसल टाइपको टी सेल चाहिँ फर्म भइरहेको छ, अदर देन T4 र T8।
यस्तो टी सेल नयाँ टी सेल फर्म भइरहेछ जुन T4 र T8सँग आलादा छ र त्यसले के गरिरहेछ, त्यसले रेगुलेट गरिरहेछ र फङ्सन गरिरहेछ। कसलाई रेगुलेट गरिरहेछ? त्यसले T4 र T8लाई रेगुलेट गरिरहेछ। त यो जुन नयाँ सेल टी सेल भन्यो, यसलाई चाहिँ जापानिज प्रोफेसरले के नाम दिनुभयो? TCD2425 सेल और T-reg और रेगुलेटरी टी सेल। साथै उहाँले एउटा आइडेन्टिकल ट्विन ऱ्याटमा पनि सेम गर्नुभयो। दुईवटा ऱ्याट लिनुभयो, ट्विन्स ऱ्याट। सपोज एउटा ऱ्याटको नाम ए भयो, अर्को नामको बी भयो। एमा चाहिँ के गर्नुभयो, उहाँले थाइमस ग्ल्यान्ड रिमुभ गरेर हेर्नुभयो, टी सेल्स अनकन्ट्रोल भयो, सेल्फ अट्याक गर्यो, अटो इम्युन डिजिज गर्यो। र सेकेन्ड ऱ्याटमा चाहिँ उहाँले के गर्नुभयो, उहाँको थाइमस रिमुभ गर्नु भएन। उहाँले के गर्नुभयो, यो जुन अर्को ऱ्याट छ त्यहाँको जुन टी सेलहरू छन् त्यो टी सेल्सहरू लिएर उहाँले ऱ्याट नम्बर एमा इन्जेक्ट गरिदिनु भयो। अब इन्जेक्ट गरेपछि उहाँले के पाउनुभयो भन्दाखेरि जुन ए नम्बरको ऱ्याट छ त्यसमा थाइमस ग्ल्यान्ड त छैन, तर बी नम्बर ऱ्याटको जुन टी सेल्सहरू पठाइएको थियो त्यो टी सेल्सहरू के भइरहेछ, यहाँ हालेपछि टी सेल्सहरू अब कन्ट्रोल भइहाल्यो र जुन अटो इम्युन डिजिजहरू थियो त्यो सबै रिभर्स हुन थाल्यो। सो यो थियो जापानिज रिसर्चको कन्क्लुजन। अब आउँ हामी युएसएको रिसर्चमा। युएसएको रिसर्चमा के थियो भन्दाखेरि उहाँले दुईवटा जुन प्रोफेसर हुनुहुन्छ उहाँले चाहिँ हेर्नुभयो जुन ऱ्याटमा चाहिँ एउटा जिन जसको नाम हो FOXP3 जिन, यो जिन जुन छ त्यो ऱ्याटहरूमा चाहिँ लेस इम्युनोलोजिकल डिजिजहरू छन्, चान्सेस कम छ। र जुन ऱ्याटहरूमा चाहिँ यो FOXP3 जिन्स एब्सेन्स छ त्यो ऱ्याटहरूमा चाहिँ बढी इम्युनोलोजिकल डिजिजहरू पाएका छन्। पछि अब के भयो, यो दुवै रिसर्चहरू अगाडि नै आउट भएको थियो। जापानिजवाला चाहिँ आई गेस 1995 र यो युएसएवाला चाहिँ 2001मा चाहिँ आउट भएको थियो। अब पछि धेरै वर्षपछि गएर के भयो, यो दुवै रिसर्चहरू के कसरी मिल्यो भन्दाखेरि यो FOXP3 जिन जुन छ यसले नै के गर्छ भन्दाखेरि T-reg भन्नाले जुन न्यू जुन टी सेल थियो रेगुलेटरी टी सेल त्यसको डेभलपमेन्टमा यसले हेल्प गर्छ, डेभलपमेन्ट एन्ड रेगुलेसनमा यसले हेल्प गर्छ यो FOXP3 जिन। र यो T-reg सेलको फङ्सन चाहिँ के भनेको थिएँ मैले, रेगुलेसन अफ CD4 एन्ड CD8 सेल्स। सो कन्क्लुजन के आयो, जुन ह्युमन बिङमा मान्छेमा FOXP3 जिन छ तर कुनै कारणवश त्यो जिन चाहिँ या त एब्सेन्ट छ, इनएक्टिभ छ या नन एक्सप्रेस छ, त्यो मान्छेमा के हुन्छ T-reg सेल्सहरू पनि एब्सेन्ट हुन जान्छन्। र जहाँ टी रेगुलेटरी सेल्सहरू एब्सेन्ट हुन्छन् त्यहाँ T4 र T8 CD4 एन्ड CD8 चाहिँ के हुन जान्छ, अनकन्ट्रोल हुन जान्छन्, पागल जस्तो बिहेभ गर्न थाल्छन्। र त्यहाँ के हुन्छ, तिनीहरू सेल्फ सेललाई अट्याक गर्न थाल्छन् एन्ड अल्टिमेटली इट रिजल्ट्स टु अटो इम्युन डिजिजेस। अटो इम्युन डिजिजहरू चाहिँ कुन कुन भइहाल्यो, एउटा इक्जाम्पल छ टाइप 1 डायबेटिक मेलाइटस होइन, अर्को चाहिँ के छ रिमाटोइड अर्थराइटिस, SLE, धेरै जसो डिजिजहरू छन्। अब हेर्नुहोस् यसको फ्युचर चाहिँ के छ, यो रिसर्चको चाहिँ अल्टिमेट के कन्क्लुजन आयो भन्दाखेरि यसको फ्युचर के छ भन्दै एउटा भयो जिन थेरापी। यदि कुनै मान्छेमा यो FOXP3 जिन छैन भने हामी त्यसमा त अटो इम्युन डिजिज छ पक्कै पनि, त्यसमा यो जुन जिनको कमी छ वा टी रेगुलेटरी सेलको कमी छ, केही न केही त एब्नर्मलिटी छ होइन। यदि जिन एब्सेन्स छ भने हामी के गर्छौँ, यो FOXP3 जिन इन्जेक्ट गरेर त्यो मान्छेलाई दियो भने त्यसले चाहिँ रेगुलेटरी टी सेल्सहरू फर्म गरेर अल्टिमेटली के गर्छ, त्यसको बाँकी CD4 एन्ड CD8 सेललाई रेगुलेट गरेर अटो इम्युनिटिजलाई रिभर्स गर्न सक्छ। अर्को एउटा के छ भन्दाखेरि यो जिन छ तर यो चाहिँ छैन, T-reg सेल्सहरू चाहिँ काम त्यस्तो खासै गरिरहेको छैन। त हामी के गर्छौँ, अर्को मान्छेको T-reg सेलहरू ल्याबोरेटरीमा लिएर सेल क्लोनिङ गर्छौँ। सेल क्लोनिङ गरेर यसलाई चाहिँ त्यो मान्छेमा पठाइछौँ। यसको खासै इम्पोर्टेन्स चाहिँ अर्गन ट्रान्सप्लान्टेसनमा छ, किनकि कसैको पनि अब सेल त अब अर्गन नै हो होइन, कसैको पनि अब यतिकै त पठाउन मिल्दैन। अब हेर्नुहोस् यहाँ छ अर्गन ट्रान्सप्लान्टेसन।
त्यहाँ अर्गन ट्रान्सप्लान्ट सबभन्दा बढी चान्स चाहिँ डर के को हुन्छ भन्दाखेरि ग्राफ्ट रिजेक्सनको डर हुन्छ। कसैलाई किडनी दियो, कसैलाई लिभर ट्रान्सप्लान्ट गर्यो, त्यहाँ सबभन्दा हार्ट ट्रान्सप्लान्ट गर्यो, त्यहाँ सबभन्दा ठुलो प्रब्लम चाहिँ यो हुन्छ ग्राफ्ट रिजेक्ट नगरोस्, बडीको जुन छ त्यसले चाहिँ रिजेक्ट नगरोस्। किनकि अल्टिमेटली अरूको अर्गन चाहिँ आफ्नो बडीमा छिर्यो भने त्यो त एउटा फरेन बडी भयो होइन, आफ्नो बडीको जुन सेल्सहरू छ त्यो सेल्सले चाहिँ अट्याक गर्छै गर्छ। त त्यस्तो मान्छेमा कस्तो हुन्छ भने लाइफ टाइम चाहिँ इम्युनोसप्रेसेन्ट ड्रग्सहरू दिने गरिन्छ सो द्याट इट डजन्ट लिड टु अर्गन फेलियर। अब यसमा के गर्न सकिन्छ भने जुन डोनरको टी-रेग छ, जुन मान्छेको सपोज हामीले किडनी ल्याउँ, त्यही मान्छेको हामी टी-रेग सेल्सहरू पनि लिएर के गर्न सक्छौँ, रिसिभरमा चाहिँ इन्जेक्ट गर्न सक्छौँ। यसले के हुन्छ भने यो टी-रेगले चाहिँ त्यो CD4 र CD8 सेललाई रेगुलेट गर्छ, भन्छ कि होइन यो जुन नयाँ किडनी जुन आएको छ होइन, या जुन हार्ट आएको छ या लिभर आएको छ, यो चाहिँ के हाम्रै टिस्यु हो, यसमा अट्याक नगर, यो फरेन बडी होइन या हाम्रै टिस्यु भनेर अनि यसले चाहिँ अट्याक गर्दैन। यो एउटा पोसिबिलिटी यहाँ छ। सो अल्टिमेटली हाम्रो कन्क्लुजन के हो, FOXP3 जिनले के गर्छ, टी-रेग सेल्सको डेभलपमेन्ट गर्छ। टी-रेगले के गर्छ, सप्रेसन गर्छ अटो रिएक्टिभ टी सेल्सहरू CD4 CD8 एन्ड अल्टिमेटली इट लिड्स टु पेरिफेरल इम्युन टलरेन्स and further prevention of autoimmune diseases. So this is all about today's class. Hope you guys like it. Thank you so much.